नरिसाउनुहोस् है, यहाँ तामाङहरू थुप्रै हुनुहुन्छ। मैले अघि भने हर्क साम्पाङ बिग्रियो भने हर्क साम्पाङलाई मात्रै दोस्नु, मेरो खलकलाई नदोस्नु। मैले तामाङ समुदायलाई गाली गरेको होइन। फेरि एउटा म प्रश्न सोधिरहन्छु, यसको उत्तरै आएको छैन। एमसीसी बारे तपाईको धारणा के हो? कुलमानजीलाई तपाईँ नो एमसीसी भन्नुहुन्छ कि यस एमसीसी भन्नुहुन्छ? जिब्रो छपाएर नबोल्नु, क्लियर किताबमा जानु। रातोलाई रातो, सेतोलाई सेतो, कालोलाई कालो भने जस्तो त्यसमा जानु। अर्को प्रश्नमा रवि लामी छानेज्यूलाई सोध्न चाहन्छु, अस्ति जेएनजीको आन्दोलनमा तपाईँ जेलबाट बाहिर निस्किनु भयो, ठिक छ, निस्किनु भयो होला आफ्नो अनि फेरि निस्केर फेरि किन पसेको, फर्केर गएको किन? यो प्रश्न म गर्न चाहन्छु। उहाँ जेएनजीको आन्दोलन भयो, आजाङउजुङ गरेर निस्किनु भयो, फेरि निस्किसकेपछि अरू सबै निस्के होइन, अनि फेरि उहाँ किन पस्नु भयो होइन? यसको उत्तर रवि लामी छानेज्यूले दिनुहुन्छ होला।